यो चाहिँ साथीहरु हाम्रो चाहिँ अम्बिकेश्वरी जाने मन्दिर दाङकै प्रसिद्ध स्थल धार्मिक स्थल अम्बिकेश्वरी जाने मन्दिर नरहेको चाहिँ कटुवा खोला हो। अहिले चाहिँ पानी चाहिँ त्यस्तो आएको छैन, बर्खा त धेरै पानी आउँछ साथीहरु। र त्यसपछि बिस्तारै हिँड्ने हो भनेपछि हामी चाहिँ घरैकै धार्मिक स्थल अम्बिकेश्वरी मन्दिर चाहिँ भ्रमण गर्न सक्छौं साथीहरु। यो चाहिँ कटुवा खोला भन्छ साथीहरु है त। यहाँनिर चाहिँ हाम्रो चाहिँ सङ्खे पिपल भन्छ। यो सङ्खे पिपलदेखि सिधा यता स्ट्रेट गयो भनेपछि हामी चाहिँ अम्बिकेश्वरी मन्दिर चाहिँ जान सक्छौं। यो चाहिँ यहाँनिर चाहिँ पाइप कङ्क्रिट कल्भर्ट पाइप कल्भर्ट चाहिँ पानी पास गराउनको लागि हालेको छ। पुलको व्यवस्था त छैन, बर्खा चाहिँ बगाउन सक्छ। त्यसपछि बिस्तारै हिँडिसकेपछि यो पनि एकदमै रमाइलो साँझतिर अनि बिहान मर्निङ वाकको लागि चाहिँ एकदमै राम्रो स्थल रहेको छ साथीहरु। अनि बिस्तारै आउने मर्निङ वाक गर्ने अनि सँगै अम्बिकेश्वरी मन्दिरको दर्शन पनि गर्न सकिन्छ। हेर्नुहोस् पारि चाहिँ नवलपुर हो। नवलपुर पनि बस स्थानको लागि एकदमै राम्रो छ। यताको दृश्य चाहिँ हाम्रो मसिनाको हो। मसिना अलि माथि गएपछि हाम्रो चाहिँ फुर्सेखाली आउँछ। त्यहाँबाट पनि यो घोराई उपमहानगरपालिकाको चाहिँ राम्रो दृश्य चाहिँ हामी देख्न सक्छौं साथीहरु। अलि पारि त्यो जुन डाँडा देखिन्छ त्यहाँ चाहिँ हाम्रो धार्मिक स्थल स्वर्गदारी मन्दिर जाने पैदलको त्यहाँदेखि पनि जान सकिन्छ। यता सयगाव हो माथितिर पारि पहाड देखिन्छ साथीहरु। हेर्नुहोस् त पहाड देखिन्छ, त्यो चाहिँ सयगाव भन्छ है त। यो चाहिँ मसिनाको ठाउँ एकदमै रमणीय ठाउँ छ। पारि गएपछि एकदमै रमणीय बस्ती देखिन्छ यता है त साथी। यता चाहिँ हाम्रो मसिनातिर हो। यो चाहिँ पारि 18 नम्बर वडाको वडा कार्यालय छ। अनि त्यसपछि हल्का माथि हिँड्यो भनेपछि हाम्रो अम्बिकेश्वरी मन्दिर आउँछ।